अनि यसमा सरल कागती निचुर दिनुपर्छ बब्बाल हुन्छ क्या। ओहो कागती पनि रसिलो रहेछ है। यता पनि निचुर्दिउँ यता पनि निचुर्दिउँ कति हो कि कागतीको रस पनि अम्पा अप्पु बब्बाल छ अरे ए हाई युट्युब फ्यामिली सम्पूर्णलाई वेलकम छ। मेरो फेसबुक परिवार युट्युब परिवार सबैलाई वेलकम छ। आजको रेसिपी आजको इटिङ भिडियोमा आजको रेसिपी छ साथीहरू एकदम गाढा एकदम बाक्लो दाल एकदम बब्बाल कलर पनि बब्बाल छ अनि बब्बालै छ है भनौँ। अनि यो भात अनि यो पानी सबैलाई वेलकम छ गाइस। अनि यो चाहिँ लेमन कागती निम्बु हैन अमिलो काटेको कागती यसका बाजे हैन। अनि हरियो खुर्सानी प्याज ल गाइस फटाफट स्टार्ट गरौँ है त। हजुर पनि स्टार्ट गरिहाल्नु हैन। दाल चाहिँ बब्बाल छ क्या एक नम्बर। यसमा खुर्सानी राखिदिएको भाइ दाल यस्तो भाग्लो छ कि यार। मसुरको दाल है गाइस मसुरको दाल खुर्सानी पनि राखेको यसमा। अनि यसमा सरल कागती निचुर दिनुपर्छ बब्बाल हुन्छ क्या। ओहो कागती पनि रसिलो रहेछ है। यता पनि निचुर्दिउँ यता पनि निचुर्दिउँ कति हो कि कागतीको रस पनि अम्पा अप्पु बब्बाल छ अरे ए रहेछ गाइस। खाना चाहिँ गाइस त्यति ठुलो छैन भन्नाले धेरै छैन प्लेट सानो छ क्या। अब भिडियोको अगाडि जो पनि चिज ठुलै देखिन्छ है गाइस। ल गाइस स्टार्ट गरेँ होला त। ल गाइस फर्स्ट भयो है बब्बाल वाह अमिलो अमिलो ब्याकग्राउन्ड नोइस आउन सक्छ होइन आगो होला माफ गरिदिनु होला होइन। हजुरको माया साथ सपोर्ट यस्तै गरी मिलिरह्यो भने आउने समयमा मैले चाहिँ हजुरको लागि एकदम राम्रो भिडियो लिएर आउने गर्नेछु र मिहिनेत पनि अति गर्नेछु गरेको पनि छु र साथै हजुरहरूको लागि चाहिँ भिडियो एकदम राम्रो ल्याउनेछु। किन कसरी ल्याउनेछु भन्दाखेरि रुममा चाहिँ पुरा फिल्टर लगाएर थर्माकोल फिल्टरहरू लगाएर एकदम बवाल बनाउने छ गाइस। हजुरहरूको लागि सेयर गरिदिनु होला कमेन्ट गर्नु होला राम्रो फलो गरिदिनु होला हैन। मेरो यो मात्र एडिटिङ भिडियो मात्रै हैन अरु पनि आउनुहुन्छ गेमिङ पेज पनि छ हैन। सपोर्ट गर्नु होला माया दिनु होला हैन। मैले अहिले सिर्फ भिडियोको क्वालिटी यो भन्दा पछि आउने दिनमा अलि राम्रो लिएर आउने कोसिस गर्नेछु। एकदम फर्स्ट क्लास बनेको छ खाना चाहिँ एकदम केहीमा कमी छैन। पुरा मर मसला पुरा लागेको पाकेको खुर्सानी पिरो हुन्छ खै पुरो
दाल चाहिँ एक नम्बर बनेछ है एकदम गाढा बाक्लो के एकदम कलर पनि एकदम बनेको खाँदा पनि एकदम स्वादिष्ट एकदम राम्रो के केही न नुन कम भएको न केही एकदम भवाल बनेको छ है दाल यसमा कागती कागती राख्दाखेरि त झनै मिठो हुने खुर्सानी हेर्दाखेरि सानो सानो खुब पिरो Wow.